वेलकम टू द ट्युसन क्लास। हामी ग्रेड 11 इकोनोमिक्सको सिरिजमा छौँ। त्यसमा पनि च्याप्टर 2 हामीले चाहिँ थ्योरिटिकल पार्टहरू सकिसकेको छौँ। अब हामी न्युमेरिकल पार्टमा छौँ। न्युमेरिकल पार्ट एकदमै छोटो र सजिलो पनि छ यो च्याप्टरको, हैन। पछि गएर चाहिँ गाह्रो हुन्छ भने यो तपाईको ग्रेड 11 मा चाहिँ सजिलो राखेको छ, हैन। अब यसको थ्योरिटिकल पार्ट कहाँ छ भन्दा एउटा भिडियोमा छ, त्यसलाई डिस्क्राइब गरेको त्यो पनि छ। अर्को चाहिँ तपाईलाई नोटै चाहिन्छ भने पनि पढ्नको लागि नोट चाहिन्छ भने तपाईले .tutionclass.com भनेर चाहिँ हाम्रो वेबसाइट छ, त्यो वेबसाइट पनि भिजिट गरेर तपाईले हेर्न सक्नुहुन्छ नोट्सहरू, है। त्यसमा चाहिँ डिस्क्राइब गरेर राखेको छ, एकदमै बुझ्ने भाषामा लेखेको छ। ल हामी चाहिँ अब यो च्याप्टर 2 को न्युमेरिकलतिर लागौँ है। अब डिमान्ड, मार्केट डिमान्ड, सप्लाई, मार्केट सप्लाई यो के हो भनेर चाहिँ हामीले थ्योरिटिकल पार्टमा बुझाइसकेको छौँ। अब यसको सिधै हामी न्युमेरिकल गर्दाखेरि एउटा सानो चिज मात्रै म रिभाइज गरिदिन्छु कि यो dx = a - bpx भनेको चाहिँ डिमान्ड फङ्सन हो। यो sx = a - bpx, a माइनस हैन a प्लस bpx, a प्लस bpx भनेको यो सप्लाई फङ्सन हो। अब हामीले कहीँ पनि सप्लाई फङ्सन र डिमान्ड फङ्सन भन्ने बित्तिकै दिमागमा हो यो दुईटा फङ्सनहरू राख्नु पर्यो। अब यही रिलेटेड तलपट्टि इक्जाम्पल 1 मा चाहिँ प्रब्लम छ। फाइन्ड आउट द इक्विलिब्रियम प्राइस एन्ड क्वान्टिटी फ्रम द फलोइङ डिमान्ड एन्ड सप्लाई फङ्सन। ल डिमान्ड र सप्लाई फङ्सन दिएको छ, त्यसमध्ये हामीलाई के पाउनु पर्यो भन्दा इक्विलिब्रियम प्राइस र इक्विलिब्रियम क्वान्टिटी पाउनु पर्यो। अब तपाईलाई यो इक्जाममा लेख्दा चाहिँ कसरी लेख्नुपर्छ भन्दा पहिला गिभन सार्नुपर्छ हो। गिभन सार्ने डिमान्ड फङ्सन के छ हाम्रो, जस्ताको तस्तै सार्छौँ, 400 - 4px भनेर। त्यसपछि सप्लाई फङ्सन sx भनेर लेख्नुहुन्छ हो। या भनेपछि कति छ -10 + 6px भनेर छ हो। यो दुईटा हाम्रो चाहिँ के हो, सप्लाई फङ्सन र डिमान्ड फङ्सन हो। अब के लेख्छौँ भन्दा इक्विलिब्रियमको लागि हो नि। अब बल्ल इक्विलिब्रियम लाग्छ, फर EQUILIBRIUM इक्विलिब्रियम। इक्विलिब्रियमको लागि अब हामीले के हुन्छ भन्दा हामीलाई के थाहा छ, इक्विलिब्रियम भन्ने बित्तिकै हामीले के बुझ्नुपर्छ भन्दा दुईटा बराबर हुन्छ भनेको हो। यदि डिमान्ड र सप्लाई इक्वल हुन्थ्यो भने कति हुन्थ्यो त, प्राइस र क्वान्टिटी भन्न खोजेको हो नि। त्यसो भएपछि हामीले के गर्नु पर्यो भन्दा dx = sx। इक्विलिब्रियम भनेर यो शब्द देख्ने बित्तिकै हामीले dx = sx भनेर गरिदिइहाल्छौँ है। अब त्यही चिजलाई तलपट्टि लेख्छु म, 400 - 4px = -10 + 6px। जस्ताको तस्तै सारेको छु मैले हो। अब तपाईहरु के गर्नुहुन्छ, यो 10 लाई यतापट्टि लिएर आउनुहुन्छ, 400 + 10 = 6px + 4px भनेपछि कति भयो, 410 भयो, = 10px भयो। अब मैले यतापट्टि px लिएर आएर गरेँ भने px = 410 / 10 भनेको कति हुन्छ भन्दा देयरफोर px = 41। 41 रुपैयाँ हुने रहेछ हो। इक्विलिब्रियम प्राइस चाहिँ कति हुने रहेछ, 41 रुपैयाँ हुने रहेछ। अब हामी प्राइस त भेट्यो हामीले, अब इक्विलिब्रियम क्वान्टिटी भेटाउनु पर्यो हो। इक्विलिब्रियम क्वान्टिटीको लागि हामी के गर्छौँ भन्दा पुटिङ द भ्यालु px * इक्विलिब्रियम, जुनमा गरे पनि हुन्छ है। यो इक्विलिब्रियम 1 भयो, यो इक्विलिब्रियम 2 भयो, के अरे फङ्सन 1 र फङ्सन 2 भने इक्वेसन भने पनि भयो, फङ्सन भने पनि भयो। इक्वेसन हामीले ल मानिलिउँ i मै राखिदिउँ न हो, तल सजिलो हुन्थ्यो, i मै राखिदिउँ भनेपछि हाम्रो के हुन्छ, dx = 400 - 4px। dx = 400 भनेपछि हाम्रो 400 को 400 नै बस्यो, -4 * px को सट्टामा 41 बस्छ। त्यसपछि dx = हाम्रो 400 * 41 * 4 गर्दा कति हुन्छ, 236 UNITS युनिट्स हुन्छ। अब हामीले यसको पछाडिपट्टि युनिट्स लेख्नुपर्छ, किन भन्दा यो चाहिँ आउटपुट हो। अब तपाईले यो sx पनि निकाल्न पनि सक्नुहुन्छ, तर sx निकाल्दाखेरि कुरा एउटै हो, हामीले इक्विलिब्रियम हुन्छ 236 को 236 आउँछ हो। अब हामीले यसबाट चाहिँ के बुझ्न सकिन्छ भन्दा आउटपुट अफ दिस इक्जाम्पल भनेको हाम्रो तीनटा कुरा छ हो। डिमान्ड फङ्सन, सप्लाई फङ्सन बुझ्यो हामीले। अब इक्विलिब्रियम प्राइस
इक्विलिब्रियम भन्ने बित्तिकै dx इक्वल टु sx भनेर गर्नु पर्दो रहेछ, डिमान्ड इक्वल टु सप्लाई भनेर गर्नु पर्दो रहेछ। अर्को प्राइस निकाल्नको लागि जस्ताको तस्तै प्राइसलाई राखेको हुन्छ। त्यसपछि अर्को क्वान्टिटी निकाल्नको लागि हामीलाई पुटिङ द भ्यालु अफ px इन्टु px को भ्यालुलाई त्यो डिमान्डको फङ्सनमा राखिदिसकेपछि हामीले कति युनिट हामीले चाहिँ डिमान्ड आउँछ त भन्ने कुरा चाहिँ हामीलाई थाहा हुन्छ, 236 युनिट्सहरू हो। अब हामी चाहिँ एक्जाम्पल 2 मा सिफ्ट हुन्छौँ। एक्जाम्पल 2 मा हाम्रो के भनेको छ, सपोज दैट द डिमान्ड फंक्शन इज QD इक्वल्स टु 100 माइनस 2px भनेपछि हामीले अब अहिलेको जस्तै डिमान्ड फंक्शन भन्ने बित्तिकै QD आइहाल्यो। अहिले dx भनेर लेखाएको थियो, यसलाई केही पनि फरक पर्दैन, यो डिमान्ड क्वान्टिटी डिमान्डेड भनेको हो भने यो डिमान्ड फंक्शन भनेको हो, त्यसलाई खासै फरक पर्दैन। डिमान्ड फंक्शन एन्ड सप्लाई फंक्शन दुईटै दिएको छ। एन्सर द फलोइङ तलपट्टि दिएको छ हामीलाई कतै अब के भनेको छ, ए नम्बरमा फिल अप द फलोइङ टेबल एन्ड फाइन्ड आउट द इक्विलिब्रियम प्राइस एन्ड क्वान्टिटी। इक्विलिब्रियम प्राइस र क्वान्टिटीहरू चाहिँ पत्ता लगाउनुस् भनेर भनेको छ। अब हाम्रो चाहिँ के छ भने ल इक्विलिब्रियम प्राइस भन्ने बित्तिकै QD इक्वल टु QS गर्ने हो त, नगर्ने, अहिले नगर्ने। किन नगर्ने भन्दाखेरि हामीलाई प्राइस पहिल्यै दिएको छ अनि एजम्पसन गर्दै फिलअप गर्नुस् है भनेको छ, र त्यो फिलअप गर्दै गर्दाखेरि इक्विलिब्रियम प्राइस आफै आउँछ। हामीले इक्विलिब्रियम प्राइसै थाहा नभएर पो हामीले सट्टै यसो गरेको थियो भनेपछि यहाँ त प्राइसको अप्सनहरू दिएको छ, हेरौँ न, हेरौँ यदि यसमा चाहिँ इक्विलिब्रियम आएन भने यसरी नै हामी गरौँला। ओके, गिभन भनेपछि मैले सारी नै यसमा डिमान्ड फंक्शन भनेर लेख्नुस् है। डिमान्ड फंक्शनमा QD इक्वल्स टु 100 माइनस 2px, त्यसपछि सप्लाई फंक्शन। अब हाम्रो ए नम्बरमा जाँदाखेरि अब हामी सरासर सार्छौँ, सार्नै पर्छ है, यो चाहिँ प्राइस गर्छौँ QD, तपाईहरुले सबै लेख्नुपर्छ है, क्वान्टिटी डिमान्ड भनेर। QS भनेर पनि म लेख्छु हो। QD मा QD को फंक्शनसित हेर्छौँ अनि QS मा चाहिँ QS को फंक्शनसित हेर्छौँ र के मात्रै भ्यालु इनपुट गर्छौँ भन्दा 100 माइनस 2px लाई px को सट्टामा यो 5 रुपैयाँ राखेर हामीले चाहिँ ट्राई गर्छौँ हो कि 100 माइनस 2 इन्टु 5 px को सट्टामा 5 कति हुन्छ लेख्नु। म सरासर गर्छु 90, केही मिस्टेक छ भने भन्नुस् ल। अब म गर्छु यतापट्टि, म केही पनि देखाउँदिन किन भन्दा 10 + 4 इन्टु px गर्ने हो, सरासर भ्यालु मात्रै इनपुट गर्दै हुन्छ हो। यसको 30 आउँछ। यसलाई चाहिँ राम्रोसँग टेबल बनाउनुस्, यसरी टेबल बनाउनुस्, राम्रोसँग टेबल बनाउनुस्। अब हामीलाई के जान्न छ भन्दा फाइन्ड आउट इक्विलिब्रियम प्राइस एन्ड क्वान्टिटी भनेको छ हो। अब प्राइस र इक्विलिब्रियम प्राइस र क्वान्टिटी कति बेला थाहा हुन्छ भन्दा कति बेला इक्विलिब्रियम हुन्छ भने इक्विलिब्रियम व्हेन QD इक्वल टु QS गर्दा हो। यो पनि बराबर, यो दुईटा बराबर बराबर भएको बेलामा हामीले इक्विलिब्रियम क्वान्टिटी हुन्छ। अब हेर्दै जानुस् त कुन बराबर छ, 90-30 छैन, 80-50 छैन, 70-70 एक्ज्याक्टली। अब हाम्रो इक्विलिब्रियम भनेको हो यो दुईटा QD इक्वल टु QS भयो इक्विलिब्रियम। यो इक्विलिब्रियम यो क्वान्टिटी भयो, इक्विलिब्रियम क्वान्टिटी कति भयो 70 भयो, इक्विलिब्रियम प्राइस कति भयो, प्राइस कति भयो 15 भयो। अब यहाँबाट थाहा हुन्छ अकर्डिङ टु QD इक्वल टु QS इक्वल टु 70 वेयर प्राइस PX। अब RS50 लेखिदिइहाल्ने। अब हाम्रो सेकेन्ड क्वेसन हाम्रो के छ भने ड्र डिमान्ड कर्भ एन्ड सप्लाई कर्भ इन अ सिंगल डायग्राम एन्ड सो इक्विलिब्रियम प्राइस भनेको छ हो। डिमान्ड कर्भ र सप्लाई कर्भ चाहिँ पत्ता लगाउनुस् र इक्विलिब्रियम प्राइस पनि देखाउनुस् भनेको छ। अर्को फाइन्ड इक्विलिब्रियम प्राइस एन्ड क्वान्टिटी अल्जेब्रिकली एन्ड अर म्याथमेटिकल्ली भनेको छ। अल्जेब्रिकली अर म्याथमेटिकल्ली भनेको अहिले हामीले जसरी निकाल्यौँ त्यसरी नै हो र टेबुलर फर्मबाट चाहिँ माथिपट्टि हामीले अहिले भर्खरै निकाल्यौँ। यो एक्जाम्पल 1 मा भएको चाहिँ अल्जेब्रिकली म्याथमेटिकल्ली हो भने त्यसपछि यो डायग्रामिकल्ली अथवा हाम्रो टेबुलर फर्ममा भनेको चाहिँ अहिले भर्खर राइट नाउ गरेको चिज है। अब यही चिजलाई हामीले प्लट गर्ने हो, जस्ट अ प्लट एज सिम्पल एज। तपाईहरुले राम्रो चित्र बनाउनु होला। जहिले पनि लेफ्ट ह्यान्ड साइडमा प्राइस राख्नुपर्छ, राइट ह्यान्ड साइड अथवा तलपट्टि क्वान्टिटी राख्नुपर्छ हैन, माथिपट्टि कतिसम्म छ हाईएस्ट। यो टेबुलर फर्ममा प्लट गर्दाखेरि जहिले पनि हाम्रो भ्यालुहरु QD र QS को हाईएस्ट भ्यालु कति छ 110 छ, त्यसपछि हाम्रो लोएस्ट भ्यालु कति छ 30 छ हो। 30 र 110 छ भनेपछि 10-10 को डिफरेन्समा गर्दा हुन्छ। यो चाहिँ 5-5 को डिफरेन्समा गर्दा हुन्छ है त। प्राइसलाई हामी 5-5 को डिफरेन्समा गर्छौं। अब प्लट गर्दाखेरि हाम्रो 5 रुपैयाँमा एउटा 90 छ, एउटा 30 छ, अर्को 80 र 50, एउटा 10 मा
एउटा 80 छ, 80 छ, एउटा चाहिँ कति छ, एउटा चाहिँ 50 छ 10 मा है। प्लट गर्दाखेरि यो लाइन प्लट गर्नु पर्यो, स्केलमा राम्रोसँग मिलाउने भने स्ट्रेट हुन्छ हैन। यो भनेको लाइन हाम्रो के भइरहेछ, माथि पोजिटिभ रिलेसनशिप भएको चाहिँ के हुन्छ हाम्रो क्यूएस हुन्छ, सप्लाई हो, क्यूएस इक्वल टु क्यूएस। यो चाहिँ के हुन्छ, नेगेटिभ भएको चाहिँ के हुन्छ, क्यूडी हुन्छ, क्यूडी हुन्छ। अब हाम्रो 15 रुपियाँमा हो, अहिले हामीले म्याथमेटिकल्ली टेबुलर फर्ममा पनि हामीले के गरेको थियौँ, इक्विलिब्रियममा चाहिँ हामीले हेरेको थियौँ हो। भनेपछि इक्विलिब्रियम पोइन्ट कतिमा भयो भन्दा 70 15 रुपियाँ प्राइसमा हुँदाखेरि यति हो हामीले देखाउनु। ड्र डिमान्ड कर्भ एन्ड सप्लाई कर्भ इन अ सिंगल डायग्राम एन्ड सो इक्विलिब्रियम प्राइस भनेको छ। यति गरेपछि हाम्रो सकियो। अब थर्ड नम्बरमा भनेको फाइन्ड इक्विलिब्रियम प्राइस एन्ड क्वान्टिटी अल्जेब्रिकली अर म्याथमेटिकल्ली भनेको छ। कुरा त्यही हो, अहिलेको जसरी हामीले चाहिँ क्यूडी इक्वल टु क्यूएस गरेर हामीले काम गरेको थियौँ, त्यसै गरी तपाईँहरूले म्याथमेटिकल्ली पनि गर्नुभयो भने 15 आउँछ। त्यसपछि क्वान्टिटी तपाईँको क्यूडीमा राख्नुभयो भने क्वान्टिटी कति आउँछ, 70 नै आउँछ। अब फेरि पनि अरू निडी कुनै छन् भने म अर्को पनि भिडियो बनाइदिन्छु। त्यतिसम्मको लागि थ्याङ्क यू।